नमस्कार साथीहरु, स्वागत छ तपाईलाई हाम्रो फाइनान्स च्यानलमा। म तपाईको होस्ट मनोज कुमार माली। आज हामी कुरा गर्न जाँदै छौं नेपालमा इमर्जिङ डिजिटल इकोनोमी अर्थात बढ्दै गएको डिजिटल अर्थतन्त्रका अवसरहरू बारे। अब सोच्नुस् त, तपाई पहिला बैंकमा पैसा जम्मा गर्न लाइन लाग्नु, बिजुली बिल तिर्न धक्का मुक्की गर्नु, तर अहिले मोबाइलमा फटाफट क्लिक सबै ठिक्क हुन्थ्यो। पहिला बुझौं डिजिटल पेमेन्टको अवसर। ई सेवा खल्ती, कनेक्ट, आईपीएस जस्ता एपले अहिले त सबैले मोबाइलबाटै पैसा पठाउने, बिल तिर्ने, अनलाइन शपिङ गर्ने सुविधा दिइरहेको छन्। यसमा नयाँ व्यवसाय सुरु गर्न खोज्नेहरूलाई ठूलो मौका छ, जस्तै पेमेन्ट गेटवे, फिनटेक सर्भिस एन्ड डिजिटल वॉलेट सर्भिस। दोस्रो अवसर हो ई-कमर्स र अनलाइन बिजनेस। अब त पसल खोलेर मात्र होइन, फेसबुक पेज वा वेबसाइट खोलेर पनि लाखौं कमाउन सकिन्छ। नेपालमा दराज, सस्तो डिल जस्ता प्लेटफर्मले बाटो खोलेका छन्। भविष्यमा अझै धेरै ई-कमर्स साइट, लजिस्टिक कम्पनी र अनलाइन सर्भिस चाहिन्छ। तेस्रो अवसर फ्रीलान्सिङ र रिमोट वर्क। नेपालका युवाहरूले अहिले फिवर, अपवर्क र टपटालमा बसेर घरमै बसेर डलर कमाइरहेका छन्। आईटी, डिजाइन, डिजिटल मार्केटिङ, कन्टेन्ट राइटिङ यी सबै क्षेत्रमा ठूलो माग छ। तपाईलाई स्किल छ भने घरैबाट काम गरेर पैसा कमाउन सकिन्छ। चौथो अवसर डिजिटल एजुकेसन। तपाईले नोटिस गर्नुभयो होला, महामारी पछि धेरै बच्चाहरू अनलाइन पढ्न थाले। अब एजुकेसन सेक्टर नेपालमा बढ्दैछ। अनलाइन कोर्स जस्तै लर्निङ एप्स, स्किल ट्रेनिङ प्लेटफर्म बनाउनेहरूलाई ठूलो भविष्य छ। पाँचौं अवसर डिजिटल एग्रिकल्चर। सुन्यो होला, अब त मोबाइलबाट कृषि बजारको भाउ हेर्ने अनलाइन एग्रो मार्केट प्लेस, स्मार्ट फार्मिङ टेक्नोलोजी आउँदैछ। किसानले पनि डिजिटल इकोनोमीबाट कमाउन सक्छ। निष्कर्ष, नेपालमा डिजिटल इकोनोमी हिजोको कुरा होइन, आजै बढ्दैछ। त्यसैले यो ट्रेन्डलाई चाँडै समात्छ, भविष्यमा त्यही सफल हुन्छ। तपाईलाई कुन क्षेत्रलाई सबैभन्दा राम्रो अवसर देख्नुहुन्छ, तल कमेन्टमा लेख्न नबिर्सनु। धन्यवाद। भेटौँला अर्को फेरि भिडियोमा।